leo luôn. Đây. Đó, đây thôi đi. Ba đi xem. Lain main ni ada lain lain. Lain mau pulang dari sana kau nak aku. Apa? Ada suara aku.
लाउनु न यी छ पछाडि दिइसक्यो दिइसक्यो होइन हिँड्नु हिँड्नु 木兰 madam 拿着篮子。हुन्छ अजा हिँड्छ अजा स्माइल गर्नु त ल गच्छामि 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 जय जय
धन्यवाद उद्घोष सरज्यू। आजको यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू र उपस्थित सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट र हिमाली तमु आमा समूहको तर्फबाट न्यानो अभिवादन टक्राउन चाहन्छु। आजको यस 2569औं बुद्ध जयन्तीको छठा अध्यक्ष श्री कृष्णलाल श्रेष्ठज्यूलाई दीप प्रज्वलन गरी आजको यस कार्यक्रमलाई समुद्घाटन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु र सँगसँगै तालीको गडगडाहटको चाहिँ अपेक्षा पनि राख्दछु। गरिसके वहीँ गएर एकचोटि पुनः जोरदार तालीको अपेक्षा राख्दछु। अब धन्यवाद। भाइ विक्रम गुरुङज्यू, आज हामी असाध्यै खुसीका साथ 2569औं बुद्ध जयन्ती मनाइरहेका छौँ। के हिन्दू के बौद्ध सबै धर्मावलम्बीहरूको साझा गुरुको रूपमा भगवान बुद्धलाई हामीले चिन्दछौँ। यस कार्यक्रमका सभाध्यक्ष गुम्बा समितिका अध्यक्ष आदरणीय दाजु सुखबहादुर गुरुङज्यू, कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष युवा नेता भाइ कृष्णलाल श्रेष्ठज्यू, त्यसै गरी गुम्बा समितिका निवर्तमान अध्यक्षज्यूहरू, सल्लाहकार बुद्ध जयन्ती यसै सभाका प्रमुख अतिथि तथा भरतपुर महानगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष श्री कृष्णलाल श्रेष्ठज्यू र विशिष्ट अतिथिमा यसै गुम्बाका सल्लाहकार संयोजक सुबेदार उमरजङ गुरुङज्यू, हर्कबहादुर गुरुङज्यू, मोहन सिंह गुरुङज्यू, खेमबहादुर गुरुङज्यू र हिमाली तमु समाजका अध्यक्ष सुबेदार कृष्णबहादुर गुरुङज्यू, छवटै टोल विकास संस्थाबाट पाल्नु भएको टोल अध्यक्षज्यूहरू, लक्ष्मीनारायण मन्दिरबाट पाल्नु भएको मन्दिर अध्यक्ष रामचन्द्र बरालज्यू, निवर्तमान वडा अध्यक्ष विशिष्ट रूपमा पाल्नु भएको निवर्तमान वडा अध्यक्ष हरिविलास कोइरालाज्यू, प्रदीप तिमेल सेनाज्यू र सम्पूर्ण सल्लाहकारज्यूहरू, जनकल्याण टोल विकासबाट पाल्नु भएको आमा समूहको अध्यक्षज्यू, इन्द्र सरोवर टोलबाट पाल्नु भएका आमा समूहको अध्यक्षज्यू र मैले यहाँ भन्न छुट्याएको सम्पूर्णमा र उपस्थित यस प्राङ्गणमा उपस्थित सम्पूर्णमा आज बुद्ध जयन्तीको हार्दिक मङ्गलमय शुभकामना साथै म आफ्नो नमस्कार व्यक्त गर्न चाहन्छु। आज 2569औं बुद्ध जयन्तीको अवसरमा मैले यस गुम्बा प्रति हामीले के गर्यौं, के गर्न बाँकी छ भन्ने एउटा सानो संक्षिप्त प्रतिवेदन तयार पारेको छु। भौतिक संरचना मर्मत तथा सम्भार अन्तर्गत लामा निवासमा
2079 को वडा बजेटबाट 3वटा अल्मुनियमको झ्याल परिवर्तन गरिएको, 2080 को वडा बजेटबाट गुम्बा तथा निवास भवनमा रङरोगन गरेको र 2081 को वडा बजेटबाट गुम्बाको भित्री भागमा टाइल लगाएको सम्पूर्णमा अवगत गराउन चाहन्छु। गुम्बालाई स्वच्छ, हराभरा, सुन्दर वातावरण बनाउनु पर्छ भनी हामीले वन कार्यालय भरतपुरबाट म्याङ्गो स्टिक, कल्की, धुबी, शीतल चिनी, गोलमोल, कागजी, तेजपत्ता जस्ता बिरुवाहरू 155वटा निःशुल्क ल्याई वृक्षारोपण गरिएको पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। इलेक्ट्रिसिटी एन्ड युटिलिटी, यसमा गुम्बामा रहेको फेनहरूमा 3वटाले काम नगरेकोमा 2वटा बनाई थप नयाँ 1 सिलिङ फेन र 2वटा ठुलो स्ट्यान्ड फेन भर्खर मात्र खरिद गरिएको छ। गुम्बामा खानेपानीको अभाव भएकोले वडासँग समन्वय गरी अनुदानमा सरकारी धारा निःशुल्क जडान गरिएको छ र यस सम्बन्धी वडा कार्यालय प्रति उर्गेन सेङचेलिङ गुम्बा परिवार र हिमाली तमु समाज परिवार हार्दिक आभार प्रकट गर्दछ। पूजापाठ सामग्री मध्ये ढ्याङ्ग्रो अति आवश्यक परेकोले रु 19,000 हाली किनेकोमा त्यो ढ्याङ्ग्रो र लामा ड्रेस 1 सेट गरी रु 26,800 बराबरको सामान गुम्बा उपाध्यक्ष श्री भुवनेश्वरी गुरुङले सौजन्य गरेको सम्पूर्णमा जानकारी गराउन चाहन्छु। त्यसै गरी वर्षभरि गुम्बामा धूपबत्ती बाल्नको लागि हर्कबहादुर सरिमाया गुरुङबाट रु 12,000 सौजन्य भएको पनि जानकारी गराउन चाहन्छु। उहाँहरू दुवैप्रति गुम्बा कार्य समिति हार्दिक आभार प्रकट गर्दछ। कुनै सङ्घ संस्था धान्नको लागि आय स्रोत हुनुपर्छ भनी 2079 पुस 15 मा अक्षय कोष स्थापना भएको थियो। अक्षय कोष दाताहरूको नामावली पनि यहाँहरूलाई सुनाउन चाहन्छु। विमला गुरुङ, पारसनगर रु 50,000, सुबेदार उमरजङ पुष्पकुमारी गुरुङबाट 50,000, हर्कबहादुर सरिमाया गुरुङबाट 50,000, म सुखबहादुर पार्वती गुरुङबाट 50,000, रामबहादुर भण्डारीबाट 25,000, भर्खर मात्र प्राप्त आशाकाशी लगायत परिवारबाट 55,555 गरी जम्मा अक्षय कोष रु 2,80,555 जम्मा भएको सम्पूर्णमा जानकारी गराउन चाहन्छु। भावी योजना फोरकास्ट प्लान, आय स्रोत अनुसार भावी योजना तर्जुमा गर्नु परेकोले 2081-82 को कार्ययोजनाहरू यस प्रकार रहेको छ। गुम्बाको पश्चिमपट्टि भागमा 4 फुटे हाइट पर्खाल लगाई टिपर छिर्ने फलामे गेट बनाई फलामे रेलिङ राख्न अन्दाजी रु 2,75,000 को आयोजना गरिएको छ। गुम्बामा जसले जे दान गर्नु भएको छ उहाँहरूको मार्बलमा नाम लेखी शिला स्तम्भ बनाउने पनि यो कार्य योजना गरिएको छ। कोष बचत अनुसार माने जति सक्छ थप्दै जाने भन्दै आजको यस 2569औं बुद्ध जयन्तीको बारेमा पछि बोल्नु पर्ने भएमा म फेरि बोल्न चाहन्छु। अहिलेलाई यही आफ्नो शब्द अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद, नमस्कार, जय बुद्ध।
घाटु गण्डकी प्रदेशको विभिन्न जिल्लाहरूमा विशेष गरी गुरुङ मगर समुदायमा निकै प्रचलित यो बाह्रमासे घाटु चाडपर्व, मेला, महोत्सव, नयाँ पाहुनाहरूको स्वागत गर्न लगायत विभिन्न उत्सवहरूमा पनि नाच्ने गरिन्छ। त्यति रहेछ त बहनीलाई त
भव्य